नमस्कार सबैजनालाई। अब चाहिँ पार्कतिर होइन पार्क हाम्रो यता सफा सुत्तीदेखि पोखरा अग्रहरू अगाडिको काउन्टरहरू यो चाहिँ हाम्रो अहिले नयाँ धादिङ बेसीतिर जाने सम्पूर्ण गाडीहरू चाहिँ अनि यहाँबाट जाने यताबाट जान्छ यो धादिङको चाहिँ सम्पूर्ण गाडी धादिङ उता काठमाडौँ। चाहिँ मान्छे आएर झर्दै हुनुहुन्छ, सायद धनगढीको होला यो बस धनगढीको हुनुपर्छ सम्पूर्ण प्यासेन्जरहरू। हामी गेट नम्बर 2 कटेर आइसकेका छौँ भर्खरै। सम्पूर्ण नेपालकोदेखि लिएर तपाईँको बुटोल भैरवा सबै गाडीहरू पार्किङमा छन् अहिले। यता चाहिँ हाम्रो पुरै डाङको गाडी रहेको छ, देख्न सक्नुहुन्छ। भिआइपी गाडीहरू छन् नेपालमा अहिले हाम्रो यस्तो गाडीहरू त विदेशमा पनि कम छन् है अहिले त। गाडीहरूसँग पैसा छ। 101 सँगै गाडीहरू सबै दाङ भैरवा दाङ रोयल स्टार हाम्रो मर्निङमा निस्किने क्रममा छ। मर्निङमा धेरै दाङतिरको निस्किन्छ कि हो। धनगढी भयो हाम्रो सुपर भिआइपी सोफा भवाल छ यो गाडी पनि। धनगढी हो यो सबै धनगढीको। यहाँबाट फेरि काठीगोला सोतिया रुघाट गोर्खा काठमाडौँ प्रधान भयो, काठमाडौँ सिरा भयो, यता छ जेट स्टार पोखरा बागलुङ भयो, भाङ भयो, फेरि डडेलधुरा हाम्रो सुर्खेततिरबाट आएको गाडी हुनुपर्छ भने सुर्खेततिर नाइट गाडी बनाइदिनुहुन्छ। यता पछाडि भनेको ग्यारेजहरू रहेको छ, वासिङहरू सबै कुराहरू चाहिँ पछाडि रहेको छ। बर्दियाको गाडी महाकाल भवाल छ, सिपेज अब कुन्टो ब्याट्सन पनि पुरा महाकालै रहेछ। कोइन्सिडेन्सहरू जस्तो हाम्रो प्रभाग ढुङ्गेपुरमा बस्पाको गइहाल्यो। जुन हाम्रो जेन्जी आन्दोलनको क्रममा पुरै तोडफोड गरिएको थियो, तर अहिले
आफ्नै संरचना भएर फेरि यति राम्रो देखिएको छ। सुर्खेतको गाडी चाहिरहेको छ अहिले नाली प्रदेश। गाडीहरू चाहिँ नाइटमा निस्किन्छ। नाइटबाट आएर सबै सुतिरहनु भएको छ अहिले चाहिँ। नेपालगञ्ज कपिलवस्तु, नेपालगञ्ज कपिलवस्तु मुनेसी प्रतिज्ञा। अहिले चाहिँ नाइट गाडीहरू आएर पुरै सफा गर्दै अनि सुत्नुसारको भइरहेको छ भने यहाँ सजालको निस्किन्छ। आउसाल निस्किने चाहिँ मर्निङको रुटहरू चाहिँ सायद यिनीहरू होला। हेरिएको लाइनमा क्युमा बस्यो गएर ल साथीहरू यता चाहिँ सुर्खेतको रहेको छ। सुर्खेतको सम्पूर्ण यता हुन्छ पोखरातिरको सबै यतै हुन्छ। 3 नम्बर गेट धरान। तर अहिले बसहरू धेरै सफा छ है पहिलाभन्दा। अहिले धेरै फोहोर हुन्थ्यो बसहरू, अहिले छैन त्यस्तो फोहोरहरू कहीँ कतै देख्न पाइँदैन। बस राम्रो छ अहिले। यता चाहिँ पुरै काठमाडौँ, पोखरा, बागलुङ, टिस्टामो, धरान, इटाली, शुक्रबारे, तेह्रथुम गाईघाटको गाडीहरू चाहिँ अब धेरै हुन्छ है। यिनीहरू चाहिँ सबै गाईघाटको गाडीहरू है। गाईघाटको चाहिँ यता सबै लाइन क्युमा बस्छ धेरै देखिरहेको हुन्छ। यता भइहाल्यो अब निस्किने ठाउँ यो सबै। साथीहरूले मलाई नयाँ ठाउँ पनि देखाउँछ त्यो है। यो चाहिँ त्रिशुलीको तपाईँको अहिले नयाँ काउन्टर छ नि दिदीको चाहिँ तपाईँको यहाँ टोटल पछाडिपट्टि राखेको छ। जहाँ पहिले गोर्खाको गाडी लाग्थ्यो नि ठ्याक्कै त्यो प्यासेज खोलेरै देख्न सक्नुहुन्छ। यहाँ चाहिँ पुरै त्रिशुलीको काउन्टर छ। एउटा रोडबाट उठाएर यहाँ ल्याएर आएको धेरै राम्रो काम भएको छ। यहाँ पनि बन्दैछ काउन्टरहरू। अब कुन ठाउँको हो अन्त त्रिशुलीको छ यहाँ चाहिँ काउन्टर यो भइहाल्यो। पुरै माइक्रो यो पेट्रोल पम्पबाट हामीले भित्रको खजाङको गाडी निस्किन लगाइरहेको छ। साथीहरू आजको सानो टुर सकियो। यो बजाङको यो गाडी लाग्दैछौँ हामी अब बाहिरतिर। लागि यति नै भयो साथीहरू है। अर्कोचोटि भिडियो हामी राम्रो पऱ्यो कि भएन प्रतिक्रिया दिनुहोस्। के भन्नु साथीहरू सुबह होस्, सबैको राम्रो होस्।